नेपालमा खर्च कति, औसतमा हान्दाखेरि प्रति पर्यटकले खर्च कति गर्छन्? समथिङ एक $40 होइन, $40.5 पर्नुभएकै होला। अब अहिले 16,080 भनेको छ 2000। तपाईँ अब यो 25सम्म जानुहुन्छ भने $90 भन्नुहुन्छ होइन। अब अहिले त अवधि कति भन्दा $40.5 हो। यो भनेको कतै कतै 41 लेख्या पनि होला, कुराकानी एउटै हो। यो त के हो भन्दाखेरि अहिले 2023को तथ्याङ्क हो। 2023मा प्रति पर्यटकले नेपालमा आएर औसतमा कति खर्च गर्छन् भन्दा $40.5 यानि कि $41 भन्ने बुझ्नु पर्यो। अब त्यसो भने 16जनाले कति भनेको छ? 85 भने होला होइन। अब 2025सम्मको लक्ष्य $90 पुर्याउने भनेको छ। ल, अब अगाडि बढौँ। दोस्रो, आइक्यू प्रश्न सोध्यो। यदि एउटा कक्षामा केटा र केटीको अनुपात 16:9 छ, केटी कति प्रतिशत होलान् भन्छ। अब प्रश्न सोद्धाखेरि केटा र केटीको अनुपात भन्यो कि केटी र केटाको अनुपात भन्यो, त्यो कुरा ख्याल गर्न पर्यो। त्यो भन्यो भने फरक एन्सर आउँछ फेरि। अब प्रतिशत निकाल्ने तरिका थाहै होला। अब यहाँ यो केटा र केटीको अनुपात दिएको छ, जम्मा विद्यार्थी कति भन्दा निकाल्दाखेरि 16, 9, 25 भइ नै हाल्यो। सबैको एन्सर 36 हो। ल, त मिलाइसक्नु भएकै छ, सजिलो प्रश्न पनि छ। अब त्यसो भए अब जम्मा निकाल्न पर्यो। जम्मा कति भन्दा 16, 9, 25। जम्मा त 25 हो नि। अब तपाईँलाई जेसुकै सोधोस्, केटा सोधोस् अथवा केटी सोधोस्, अब प्रश्नले के सोध्यो भन्ने कुरा ख्याल गर्ने। अब अहिले केटी भनेको छ, यो यहाँ अनुपातमा केटा र केटी भनेको हुनाले केटा 16 केटी 9 भन्ने बुझ्न पर्यो। केटीको अनुपात माग्यो हुनाले केटी बाई जम्मा इन्टु 100% हो। यति त हो नि गर्नु। यदि केटा सोधेको भए केटा बाई जम्मा इन्टु 100% हुन्थ्यो। अहिले यो मागेन, त्यो चाहिएन हामीलाई। केटी मागेको हुनाले अब 25 चौको 100 भइहाल्यो। ल, अब यहाँ के माग्यो? चौबिस हो त, कसरी आयो? 9 हो नि त यो। 9 भनेको 9 चौको 36 भयो। यसरी जान पर्यो। भनेको केटी कति भन्दा 9जना, जम्मा 25जना हो। यसले काट्दाखेरि 36 पर्छ नि रहेछ। भनेपछि अप्सन गर्थ्यो, मिलाइसक्नु भएकै छ। अब यही प्रश्नमा केटा मागिदिएको भए केटा 16 होइन, 16 जम्मा कति 25 इन्टु 100%, त्यो मिलिहाल्थ्यो कुरो। यसमा समस्या छैन नि। ल, ओके, तेस्रोमा जाउँ। यो त भर्खर हामीले अस्ति पढेको। राष्ट्रिय जनगणना 2078मा नेपालमा अल्पसङ्ख्यकको सङ्ख्या निर्धारण गर्दा कुल जनसङ्ख्या कति प्रतिशतलाई आधार मानिएको छ भन्छ? 0.2% भन्दा कम, 0.5% भन्दा कम, 0.5% भन्दा बढी र 1% भन्दा कम। तपाईँको एन्सर बी हो। ओके, अब अल्पसङ्ख्यक जाति यहाँ सोध। कहिलेकाहीँ फेरि अल्पसङ्ख्यक जाति कति छन् त नेपालमा भन्न सक्छ। यो अल्पसङ्ख्यक जाति भनेको 0.5% भन्दा कम जनसङ्ख्या भएको जातिलाई अल्पसङ्ख्यकको सूचीमा सूचित गरिएको छ। अब राष्ट्रिय सभा सदस्य त्यो निर्वाचनको प्रयोजनको लागि मन्त्री परिषदले 2080 साल पुस महिनाको 5 गते 115वटा जातिहरूलाई अल्पसङ्ख्यकको सूचीमा सूचित गरेको हो। त्यसैले अब अल्पसङ्ख्यकको सङ्ख्या कति भनेर सोध्यो भने नेपालमा जम्मा अल्पसङ्ख्यक अहिले 115। हामीले अस्ति भर्खरै पढ्यौँ, यसमा त समस्या छैन होइन। 115 अहिलेसम्म भनेको हुँदा त्योभन्दा पहिला चाहिँ 98वटा जातिहरूलाई अल्पसङ्ख्यकमा सूचीकृत गरेको थियो होइन। त्यति बेला जान्नु। अब यो कहिले गर्यो भन्ने जान्न मन लाग्यो। 2080
पुस महिनाको 5 गते। ल, अल्पसङ्ख्यक भनेको टोटल पपुलेसनको 0.5% भन्दा कम जनसङ्ख्या भएको जाति अल्पसङ्ख्यक जाति हो। त्यस्ता अल्पसङ्ख्यक 115वटा छन् नेपालमा अहिले। अप्सन बी करेक्ट। अब तेस्रो नम्बरमा जाउँ, चौथोमा जाउँ अब। यो पनि हामीले हिजो अस्ति मात्रै पढ्यौँ। सजिलो प्रश्न छ। विभिन्न जातिका नाचहरू दिएको छ, त्यसका आधारमा जोडा मिलाउनुहोस्। अब यी नाचहरू जानेको हेर्नुहोस्, अप्सनमा हेरिहाल्नुहोस्। अल्पसङ्ख्यक जाति जम्मा जाति त 142 भइहाल्यो। अब अल्पसङ्ख्यक के भन्नुभएको छ? जम्मा जम्मा त नेपालमा 78 सालको जनगणना अनुसार जम्मा जाति त कति भन्दा 142। अल्पसङ्ख्यक हुन् त 115 जम्मा जाति। त्यसपछि जम्मा भाषा भनेमा चाहिँ यसलाई उल्ट्याउँदा हुन्छ 124। जम्मा धर्म नेपालमा 10वटा। यो त समस्या भएन। अल्पसङ्ख्यक जातिको सङ्ख्या चाहिँ अब यो 115वटा भनेको, त्यो 142 मध्ये 115 अल्पसङ्ख्यक भयो। ल ल, 82मा झुकिनु हो। अब तपाईँले मगरको पाङदुरे, कौरा मारुनी, घाटु नाच्दा फुटफुटेमा गुरुङ तरुनी, गुरुङ फुटफुटे हो। अब सीको 4 गएको हेर्दा नि भयो नि, यति मात्र दुईटामा छ, यसमा काट्यो होइन। दुईटा सम्भावित अब ए र बी भयो भन्ने बुझ्न पर्यो। अब मैले हिजो के भनेको थिएँ भने गन्धर्वको माथि लागेको छ, तरबारेको पनि माथि लागेको छ भने गन्धर्व तरबारे। तर फेरि तरबार मात्रै भन्यो भने थारू भनेको थिएँ होइन। हिजो अस्ति पढेको हामीले तरबार भनेको थारू, तर तरबारे भन्यो भने गन्धर्व बुझ्नु पर्यो। यो भूमे नाच भूमि पर्व भन्ने सोध्यो भने यो मगरहरू समुदायमा छ। अब 1 को 3 भएको अप्सन हेर्नुहोस्, बीमा मात्रै छ होइन। अब सही आन्सर अप्सन बी हो। थारू उता 12 मासे हिजो हामीले हेरिसक्यौँ नि त। अब 5औँ प्रश्नमा जाउँ। आइक्यू प्रश्न आयो, 85को कति प्रतिशत 170को 10%सँग बराबर हुन्छ? ल ट्राई गर्नुहोस्। अब यतिसम्म एउटा छ, योभन्दा पछाडि एउटा, दुईवटा कन्डिसन छ भनेपछि 85को भनेको हामी इन्टो राख्छौँ, कति पर्सेन्ट भनेको 100%। पर्सेन्टलाई हटाउँदा 10, जसको 100 राख्ने चलन छ। त्योसँग एउटा कन्डिसन यो हो। यति भनेको चाहिँ यही भनेको हो यो। अब योसँग बराबर हुने भनेको 170को 10% भनेको। यति गर्न सकिहालिन्छ नि होइन। अब त्यसो भए यसलाई काट्न पाइयो, यसले पनि काट्न पाइयो भनेपछि त्यो काट्दाखेरि 20% हुन्छ। अब यता बराबरभन्दा अगाडि गुणनमा छाने भागमा जान्छ, भागमा छाने गुणन गर्न जान्छ, पछाडि जाँदा अगाडि जाँदा। यिनी कुरा जान्नुभएको चाहिँ के लेख्नु पर्यो होइन, सजिलै छ। ल अब काटकुट पार्नुहोस्। सी होइन होला। अब काट्नु न, यति मिलिहाल्छ। यो र बहिनी हाल्यो, तपाईँले अझै लामो गर्न मन लाग्यो। 85 एक्स बराबर 170 इन्टु 10 भनेको 1700 हो। एक्स बराबर 1700 भागा 85। यो काट्दाखेरि एक्स बराबर 85 दुनी 170, 0 बच्यो। सिधै काट्नु न, यसरी काट्नु नि मिल्यो त। यसले यो भाग गर्न जान्छ, यो गुणाउँछ भने भागमा आउँछ, त्यस काटे भइहाल्छ नि होइन। ल, अब 6औँ प्रश्नमा जाउँ। सही आन्सर अप्सन ग। ल,
तलका मध्ये भारतको कुन राज्यसँग नेपालको सिमाना जोडिएको छैन भन्छ। अप्सन ए सिक्किम, अप्सन बीमा चाहिँ उत्तराखण्ड, अप्सन सीमा झारखण्ड, अप्सन डीमा पश्चिम बङ्गाल। यो त सबैले जानिसक्नु भएको छ, नेपालको सिमाना चीन र भारतमा जोडिएको छ। त्यो मध्ये भारतको सिमाना पूर्वमा, पश्चिममा र दक्षिणमा छ भने चीनमा चाहिँ कति भन्दा उत्तरको सिमाना चीनसँग जोडिएको छ। त्यो पनि थाहा भएकै कुरा हो। त्यसपछि भारतका पाँचवटा प्रान्तसँग नेपालको सिमाना जोडिएको छ, होइन त। अब ती पाँचवटा सिमाना यसरी पढ्नुहुन्छ तपाईँ। उत्तरमा जानुहुन्छ भने चीनसँग जोडिएको छ तिब्बत, पूर्वमा सिक्किम र पश्चिम बङ्गाल, यो पश्चिममा उत्तराखण्ड, उत्तरमा जानुहुन्छ के अरे दक्षिणमा जानुहुन्छ भने बिहार र उत्तर प्रदेश, उत्तर प्रदेश। यी यसरी पाँचवटा प्रान्तसँग भारतको सिमाना जोडिएको छ नेपालसँग। भारतका पाँचवटा प्रान्तसँग नेपालको सिमाना जोडिएको रहेछ। पूर्वमा जानुहुन्छ भने शिव भने सम्झे हुन्छ सिक्किम र पश्चिम बङ्गाल, पश्चिममा उत्तराखण्ड भारतको, दक्षिणमा जानुहुन्छ भने बिहार र उत्तर प्रदेश, र उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत जोडिएको छ। त्यसैले यहाँ दिएका मध्ये भारतको नजोडिएको कहाँ हो भन्दा झारखण्ड हो। अब तिब्बतसँग जानुहुन्छ भने भारत यहाँ 36 किलोमिटर, 1233 किलोमिटर हो तिब्बतसँग मात्रै। अब भारतसँग कति भन्दा 1690 किलोमिटर हो, यी भारतका पाँचवटा प्रान्तसँग। त्यसो भए नेपालको अन्तर्राष्ट्रिय सिमाना कति किलोमिटर भन्दा 2926 किलोमिटर। दुईटा जोड्दाखेरि नेपालको यो अन्तर्राष्ट्रिय सिमाना हो। नेपालको अन्तर्राष्ट्रिय सिमाना यसरी जान्छ। यो त धेरै पटक सोधिस् नि सक्दैन आफूलाई। नेपालको अन्तर्राष्ट्रिय सिमाना कति किलोमिटर जोडियो भन्दा अनि दुईटा जोड्दा 1236 चिनसँग, अरू भारतका पाँचवटा प्रान्तसँग गरेर 1690 किलोमिटर। जम्मा अन्तर्राष्ट्रिय सिमाना कति भन्दा 2926 किलोमिटर। अब यो एन्सर चाहिँ झारखण्ड होइन, अप्सन घमा। क्लियर छ नि यहाँसम्म, होइन? र सातौँ जाउँ, जोडा मिलाउनुहोस्। अब जाने जानेको हेर्ने त हो नि, के छ। कतै घाँसे मैदान दिएको होला, कतै पठार दिएको होला, कतै विशेषता दिएको होला। ल अब यहाँ सी र डीमा झुकियो। अरू हेरौँ, अब नमिल्न पनि सक्छ नि। अब अफ्रिका महादेशलाई कालो महादेश पनि भन्छ, अँध्यारो महादेश पनि भन्छ, होइन? अब यो दुई भागको दुई ठाउँमा छ, अरूलाई काटौँ है, के हुन्छ। अब युरोपलाई हामी प्रायद्वीपको पनि प्रायद्वीप भन्छौँ। अब बीको 5 भागको त यसमा मात्रै छ। तर यहाँ एउटा समस्या रहेछ, तपाईँहरू ख्याल गर्नुभयो होइन? अब के समस्या रहेछ भन्दा त्यो घाँसे मैदानको कुरामा भेल्ला वा साभाना भनेको थियौँ नि, त्यो घाँसे मैदान त कहाँ हो भन्दा त्यो पनि त्यहीँ हो। ल ठिक छ, त्यसरी मिलाउनुहोस्। ग त फिक्स भयो नि यहाँ। ल अब अगाडि बढौँ, 7को अप्सन ग। 8औँमा जानुहोस्। सिरिज दिएको छ, त्यहाँ सिरिजमा पहिला चाहिँ डिफ्रेन्ट हेर्ने सजिलोको लागि।
मिल्यो नि त। पहिला चाहिँ अब तपाईँले रुल त पढ्नुभयो होला है। अब यसमा फरक हेर्दाखेरि चार फरक भनेको दुईको स्क्वायर फरक भयो। यिन दुईटामा हेर्दाखेरि 9 फरक छ होइन त, 3को स्क्वायर फरक भयो। यसको दुईटाको फरक भयो 3 2 3 4 16को फरक छ भनेको 4को स्क्वायर हो 16 भने 4को फरक। अब यहाँ यिन दुईटामा 5को फरक होला, 25 फरक गऱ्यो। अब योमा हेर्दा 36 फरक गऱ्यो, 6को स्क्वायर 36 फरक गऱ्यो भने यसमा हेर्दाखेरि अब 7को स्क्वायर फरक गर्नु पऱ्यो भनेको 49 फरक हुनु पऱ्यो दुईटाको भनेपछि अब 9 5 14को 4 सबै पनि गर्न परेन। 5 यहीँ छ, 4 9 5 14 लास्ट 4 आउने अप्सन हेरे अब यसमा मात्रै छ। यही कन्डिसनमा हो भने यही मात्रै गरे सबै किन चाहियो होइन हो। 95 प्लस 49 गर्नु पर्यो। यी दुईटाको फरक भनेको 4 हो, 4 भनेको 2को स्क्वायर। यिनी दुईटाको फरक भनेको 9 हो, 9 भनेको 3को स्क्वायर। अनि त्यसपछि यो 2को स्क्वायर 3को स्क्वायर हो। यिनी दुईटाको फरक भनेको अब 16 हो, 16 भनेको 4को स्क्वायर भयो। यी दुईटा बिचको फरक भनेको 25 5को स्क्वायर भयो होइन। यसरी स्क्वायरको फरक गर्दै लगेको छ। अब यी दुईटाको हेर्दाखेरि 6को स्क्वायर 36। अब आउने कति भन्दा 7को स्क्वायर फरक हुनु पर्यो भन्दा 49। यो 7को स्क्वायर भनेको 49, यसमा जोडेको सजिलै छ नि त होइन। 95मा 49 प्लस गर्नुभयो भने 144 हुन आउँछ। किन भन्दा अब पालो 7को स्क्वायर हो। ल 9 नम्बर हेर्नुहोस्। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन COP29 कुन देशमा सम्पन्न भएको थियो? जर्मनी, संयुक्त अरब इमिरेट्स, अजरबैजान, ब्राजिल। तपाईँको एन्सर ग हो। ल अब जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन COP29 अजरबैजानको बाकुमा भएको थियो 2024 नोभेम्बर 11 देखि 22। नेपाली डेट जान्न मन लागे 2081 कार्तिक 26 देखि मङ्सिर। सायद सजिलो छ पढ। 11 दुना 22। अब यो नोभेम्बर पनि 11, नोभेम्बर 11 देखि 22 कति भन्दा 2024। अब कहिलेकाहीँ इङ्ग्लिसमा सोद्धाखेरि 2081 कार्तिक 26 देखि मङ्सिर 7 यतिसम्म भएको थियो। त्यसैले यो कुरा पनि ख्याल गरौँ। कहाँ भयो भन्दा अजरबैजानको बाकुमा भयो। नेपालबाट सहभागी हुने राष्ट्रपति रामचन्द्र पौडेल है त। नेपालबाट रामचन्द्र पौडेल सहभागी भएका थिए। अजरबैजान ठाउँको नाम जान्न मन लागे, अजरबैजानको बाकुमा सम्पन्न भएको। अब COP30 चाहिँ 2025मा, यो हरेक वर्ष हुन्छ। COP30 चाहिँ 2025मा ब्राजिलमा हुने भनिएको छ। स्थान ब्राजिलमा तोक्यो। जसरी युएनको महासभा चाहिँ फिक्सै हुन्छ, हामीले चाहिँ त्यसको न्युयोर्कमै हुन्छ भन्यौँ होइन। यसको चाहिँ चेन्ज हुन्छ प्रत्येक वर्ष। अहिले हुने यो सम्मेलन चाहिँ संयुक्त राष्ट्रसङ्घको महासभा पनि प्रत्येक वर्ष हुन्छ। अहिलेसम्म 79वटा महासभा सम्पन्न भए भनेर पढिसक्नुभयो। अब यसको चाहिँ अहिलेसम्म 29वटा कोप सम्मेलन भए। 29औँ कोप सम्मेलन अजरबैजानको बाकुमा भयो। नेपालबाट सहभागी राष्ट्रपति रामचन्द्र पौडेल। फेरि उतातिर जानुहुन्छ भने संयुक्त राष्ट्रसङ्घको 79औँ महासभामा केपी शर्मा ओली होइन। अब यो ब्राजिल भनेको चाहिँ अब हुने सम्मेलन हो। 2025मा 30औँ कोप सम्मेलन ब्राजिलमा हुने भनेको छ है। ल अब 10औँ नम्बरमा जानुहोस्। संयुक्त राष्ट्रसङ्घका संस्थापक सदस्य कति थिए? एउटा इक्जाममा सोध्दै थियो अस्ति न। संयुक्त राष्ट्रसङ्घको बडापत्रमा हस्ताक्षर कहिले भएको अरे? यी 51 राष्ट्रहरूले हस्ताक्षर कहिले गरेका थिए संयुक्त राष्ट्रसङ्घको बडापत्रमा?
जुन 26मा होइन। त्यसो भए बडापत्र लागु कहिलेदेखि भएको तपाईँलाई माविलाई नै सोधेको जस्तो लाग्छ। संयुक्त राष्ट्रसङ्घको बडापत्र कहिलेदेखि लागु भयो भनेर सोधेको थियो। डिसेम्बर 24 हो र अक्टोबर 24 होला नि होइन। अब यहाँ नझुक्किनु। अब यही प्रश्न झुक्कायो। अब हस्ताक्षर गर्ने राष्ट्र त तपाईँहरूले 51 राष्ट्र पढिसक्नुभयो। 51 राष्ट्र पोल्यान्ड भनेर पढ्नुहुन्छ। 52 राष्ट्र ग्रिस हो। अब बडापत्र लागू भनेर मावि निमावि कसलाई सोध्यो। बडापत्र लागू भनेको स्थापना 1945 अक्टोबर 24, जसलाई हामी युएनको स्थापना भनेर पढ्छौँ होइन। हो 50+1 पोल्यान्ड, तर सोधिसक्यो यो 51 राष्ट्र पोल्यान्ड भनेर सोधिसक्यो। त्यसरी यति कुरा जान्नु कहिलेकाहीँ यो स्थापना भनेर बडापत्र लागू भनेर सोधि पनि हाल्यो। त्यस्तै झुक्क्याउन सक्ला, यति कुरा ख्याल गरौँ। भनेपछि अहिले कति सदस्य राष्ट्र छन् युएनमा? युएन भनेको विश्वको सबभन्दा ठुलो सङ्गठन हो, सबभन्दा ठुलो संस्था हो। 193 राष्ट्र सदस्य छन् यसमा होइन। हुन त जान्नुभएकै छ। यसको प्रधान कार्यालय पनि जान्नुभएकै होला। दक्षिण सुडान अन्तिम हो। यसको प्रधान कार्यालय कहाँ हो? लेख्न मिल्छ होइन। अब यो ठाउँको नाम सोध्यो भने म्यानहट्टन टापु, न्युयोर्क है। हो म्यानहट्टन टापुमा हो खास। सन फ्रान्सिस्को भन्ने ठाउँमा हस्ताक्षर भएको, म्यानहट्टन टापुमा चाहिँ यसको प्रधान कार्यालय छ भन्ने कुरा जान है त। ओके, जानिसक्नु भएकै छ। अहिले 193 सदस्य छन्। अस्ति कुनलाई पनि सोधिरहेको छ यो प्रश्न, त्यसैले यस कुराहरू यसो घुमाएर सोध्छ भने जानिहाल्नुहुन्छ। 51 राष्ट्र पोल्यान्ड हो भन्ने कुरा जानु। 11 नम्बरमा जाउँ। अब यो टेलिभिजनको आविष्कार तपाईँले त नयाँ जान्ने कुरै भएन। टेलिभिजन त हेरिराख्नुहुन्छ होला होइन। ल, टेलिभिजन आउने बित्तिकै तपाईँले बियरलाई सम्झिहाल्नुहुन्छ नि होइन। बियर खाने मान्छेलाई टिभी लाग्छ भन्ने सम्झेको। त्यसो भए अप्सन एमा रहेको यो रोइन्टर जेनले एउटा आविष्कार गरेका थिए नि, पत्ता लगाउनु भएको छ? अझ साथीहरूको साउन्ड नभएको अफ गरी अन गर्नु ल। हो अब यो एक्सरे गर्न गएको सानो बाबु रोयो भनेर सम्झे पनि हुन्छ। रोइरह्यो भनेर सम्झिनुहोस्। के छ र यो त होइन। तपाईँलाई त्यो लेख्ने पर्ने होइन, चिन्ने त हो। अब फोन आउँदाखेरि घन्टी बज्छ, बिएल भनिन्छ भनेर जान्नु भएको छ, टेलिफोन। यो त जान्नुभएकै छ, समस्या छैन। अब यो बेन्जामिन फ्राङ्कलिन भन्ने पनि अर्को छ हेर्नुहोस्। के आविष्कार गर्यो होला यसले भन्दा चट्याङमा पनि विद्युत चार्ज हुन्छ भनेर पत्ता लगाउने वैज्ञानिक यही हो, बेन्जामिन फ्राङ्कलिन है। यो त एक्सरेको आविष्कार भइहाल्यो नि। एक्सरे गर्न गएको मेरो सानो भाइ चाहिँ अब डराएर रोयो भनेर सम्झे पनि हुन्छ। अब हामी पनि सानोमा रोएकै त हो होइन। एक्सरे गर्न जाँदा त्यो मेसिन देखेर डर लाग्छ नि त। तपाईँले केही त्यो ट्रिक अप्नाएर चाहिँ सम्झिने हो क्या यहाँ। अब सबै त कसरी कन्ट्रोल पार्नुहुन्छ होइन। ल, अब त्यसकारण अब एक्सरेको आविष्कार हो। ग्राम बेल, बेलले चाहिँ जाने भन्छ टेलिफोन आउँदा घन्टी बज्छ भनेर सम्झियो हो। अब यो फ्राङ्कलिन, यो बेन्जामिन फ्राङ्कलिन भनेको चट्याङ पर्दा पनि त्यो चट्याङमा विद्युत चार्ज हुन्छ भनेर पत्ता लगाउने वैज्ञानिक यही हो, बेन्जामिन फ्राङ्कलिन। ल 12 जाउँ। 25लाई भिन्नमा रूपान्तरण गर्दा कति हुन्छ भनेको छ। यो प्रश्न मिस्टेक होला जस्तो लाग्यो होइन यो। हो अब यहाँ प्रश्न गल्ती भएछ। अब त केही हुनु पर्छ यसमा। यदि एन्सर अहिले यहाँ ए हानेको होला 17 4 भनेको
यहाँ मिस्टेक भयो अब यो भिन्नमा सिधै लग्दा त 25/100 भइहाल्छ। त्यो त समस्या भएन नि। त्यो भनेको त 1/4 भइहाल्छ, समस्या भयो होइन। हो। ए 4.25 हो होइन होला। एकछिन ल। अब 4.25 ट्राई गर्नु न। यदि हो भने 4.25 यसलाई लग्दाखेरि त 100 लगिहालौँ, दुईवटा हटाउनलाई इन्टु 100 गऱ्यो तल, दुईवटा शून्य थपिदिउँ न सिधै। यसरी आउँछ त सत्र। 4.25 आउँदा हुन्छ। ए यो अब प्रश्न मिस्टेक होला नि। यसरी त भिन्न सिधै त आउँदैन। अब सिधै लग्दाखेरि त 25/100 भइहाल्यो। भिन्नमा रूपान्तरण गर्दा 100ले भाग गर्नुहुन्छ। यसमा चाहिँ प्रश्न मिस्टेक रहेछ। पेजमा पनि त्यही थियो प्रश्न। ए त्यसो भए यो नम्बर मिस्टेक होला नि त। अब हामी कति नम्बरमा आएको, 12 नम्बरमा आएको। 4/25लाई गर्नु यही त कुराकानी आइहेर त्यसो भए त। यसलाई काट्दा अब 4.25 छ, यसलाई हामी पर भिन्नमा लग्दा के गर्छौँ त? त्यसलाई काट्नु, यसलाई हटाउँदाखेरि के गर्ने? दशमलव भन्दा पछाडि जतिवटा अङ्क छ त्यति जिरो थपिदिनुहोस्। यति भाग गर्दा हुन्छ 17/13। अब मिल्यो। अब मिल्दो रहेछ। ल अब यो प्रश्न यो नम्बरै नभएको रहेछ नि त अगाडि। यो त यदि 4.25लाई लैजाऊ भनेको रहेछ, यो चाहिँ प्रश्न रहेछ। 4 नम्बर होइन कि 4.25 भनेको रहेछ। अब त के गाह्रो छ र यसलाई त। अब यो 4.25 छ, यसलाई चाहिँ हामी भिन्नमा लाग्दा के गर्छौँ भन्दा 100ले भाग गर्छौँ। यतै छ जान्नु भएकै छ। यो दशमलव भयो भने डिस्टर्ब भयो। यसलाई हटाउनलाई त यहाँ दुईवटा अक्षर छन् भने दुईवटा जिरो थप्दै हुन्छ कि। यो अब दशमलव हट्यो भने चाहिँ 425/100 भयो, 1000, 10,000 भयो। यति गर्दा हुन्छ। ल अब त मिल्छ। त्यसै काट्दै त्यहाँ आउने। ल अब 12औँमा जाउँ। 12औँ राष्ट्रिय जनगणना 2078 अनुसार सबभन्दा बढी जनसङ्ख्या भएका गाउँपालिकाहरू दिएका मध्ये कुन कुन हुन्? मिलाउनुहोस् जोडा। कहिलेकाहीँ यस्तो यस्तो प्याटर्नमा सोधिरहेको हुन्छ। अब ख र गमा झिक्किनु भयो। अब त्यसलाई काट्नु न। मिलेन। बैराख माया, बैराख माया, बैराख माया लगाएर गयो भने यति मिल्दो रहेछ नि। अब यहाँ त बैराख यति मिल्यो। यही नै मिल्यो। बैराख माया। बैराख माया लगाएर गई भन्ने सम्झे भइहाल्यो। सबभन्दा बढी जनसङ्ख्या भएको बैजनाथ, राप्ती सोनारी, त्यसपछि त्यसपछि खजुरा, तिनटै बाँकेका हुन्। मायादेवी, गैरहट, कपिल वस्तु। 13 नम्बर। यो त बिग्रिने कुरै भएन। प्रश्न धेरै अप्ठ्यारो सोध्दैन नि त, देख्नु भएकै छ पहिलाका प्रश्नहरू। अब एक दुईवटा त सामान्य आइ नै हाल्छ, समस्या भएन त्यो त। अब त्यति नगरे भने त हुँदैन पनि होइन। ल अब यो उत्तरी ध्रुवदेखि दक्षिण ध्रुवसम्म फैलिएको महासागर भनेको छ। सजिलो प्रश्न।
ल सबैको एन्सर मिल्यो। कसैले हो फेरि यही लेख्नु। व्यस्त महासागर, वाणिज्य महासागर, उत्तरी ध्रुवदेखि दक्षिण ध्रुवसम्म फैलिएको, भूमध्यरेखाले बिचबाट काटेको, प्रत्येक वर्ष 1 इन्चका दरले यो फैलिँदै गएको आन्ध्र महासागर होइन। अङ्ग्रेजी एस आकारको महासागर, टाइटानिक जहाज डुबेको भने यही महासागर हो। बर्मुडा त्रिकोण भएको महासागर। ए गुटुङ गुटुङ पार्नु पऱ्यो नि सबै। ल यो त बिग्रिने कुरै भएन होइन, यो त सजिलो क्वेसन हो। अब मानिस मरेपछि कञ्चनजङ्घा हिमालतिर शिर राखेर गाड्ने चलन कुन जातिमा रहेको छ भन्ने हामीले भर्खर भर्खरै पढेको। लेप्चा जाति होइन त। ल अब अस्ति भर्खर पढेको साथीहरूले फेरि बिगार। लेप्चा जातिको बसोबास स्थल इलाम जिल्लामा रहेको छ। इलाम जिल्लामा बसोबास गर्ने लेप्चा जातिले कञ्चनजङ्घा हिमाललाई कुलदेवताका रूपमा मान्ने गर्छन्। त्यसैले कुनै मान्छेको मृत्यु भयो भने त्यसै आफ्नो कुलदेवता अर्थात् कञ्चनजङ्घा हिमालतिर शिर पारेर गाड्ने चलन रहेको छ भन्न पढेको होइन त नि। अब मान्छे मऱ्यो भने हामी घरको ढोकाबाट निकाल्छौँ, तिनीहरूले चाहिँ भित्ता फोडेर लास बाहिर निकाल्ने चलन रहेको छ। हो यस्ता यस्ता क्वेसन त हामी पढिसक्यौँ। अब त्यसो भए भ्यान्छ नि लेप्चा। अब सतार जाति हेर्नुहोस्, सतारको पनि केही होला। यहाँ मृत्यु संस्कारको कुरा दिएको छ प्रश्नमा। त्यसैले ससुराको मृत्यु भयो भने बुहारी समेत विधवा हुने चलन चाहिँ सतार जातिमा रहेको छ। सतार जाति कहाँ बस्छ? अस्ति भर्खर पढ्यो। सतार जाति कहाँ सोलुखुम्बु होला कठै बढीलाई। झापा, यो झापामा बस्ने सतार जातिमा झापा मरङ सुनसरीतिर बसोबास छ बढी। अब यो मृत्यु हुँदा ससुराको मृत्यु हुँदा बुहारी समेत विधवा हुने चलन छ झापामा बस्ने सतार जाति। अब तपाईँले यो नर जातिको पनि मृत्यु संस्कारको कुरा हेर्नुहुन्छ भने अविवाहित मऱ्यो भने गाड्ने चलन छ, विवाहित मऱ्यो भने जलाउने चलन छ। यो नर जातिमा अविवाहित मऱ्यो, बिहा नगरिकन मऱ्यो भने त्यसलाई गाड्ने, बिहा गरेर धर्मकर्म गरेर मऱ्यो भने त्यसलाई जलाउने चलन छ। त्यो जाति भनेको नर जाति। अब यसैको संस्कार तपाईँले थारू जातिमा हेर्नु भने लोग्ने मानिसको मृत्यु भयो भने घोप्टो पारेर गाड्छन्, अनि महिलाको मृत्यु भयो भने तन पारेर गाड्ने चलन छ। हामीले पढ्यौँ मृत्यु संस्कारमा होइन। अब पुष्मा क्रिया गर्ने त्यसैको हो, त्यसै जान्दा हो। अनि अब यो थामी त झन् सजिलो, मर्नेको नामबाट चौतारा बनाउने थामी, मङ्सिर मात्रै बिहे गर्ने थामी होइन त, त्यही हो नि। ल पुष मात्र क्रिया गर्ने जहिले मरे पनि अब दिने भइहाल्यो। अब थामी जाति मर्नेको नामबाट चौतारा बनाउने, मान्छे जहिले मरे पनि पुष महिना मात्रै क्रिया गर्ने चलन छ। मृत्यु संस्कारमा त्यही मर्नेको नाममा अनिवार्य चौतारा बनाउनु त सम्झना होइन। अब हामीले छचोटि टाउको ठोक्काएर बिहा गर्छौँ, बिहा गर्दा तिनचोटि टाउको ठोक्काएर बिहा गर्ने चेपाङ, त्यहाँ किन भन्दा तिनवटा अक्षर छ चेपाङमा, तिनचोटि। दुईचोटि ठोक्काएर बिहा गर्ने के अरे छचोटि ठोक्काएर बिहा गर्ने थामी। ल अब 16 नम्बरमा जाउँ। आइक्यू प्रश्न छ देखिन्छ होला नि। छ पढ्नु छ अब पढिसक्यो। ल अब उपयुक्त विकल्प छनौट गर्नुहोस्। एकजनाको मात्रै एन्सर आयो, कहाँ झ्याउ लागेर भइरहेछ। सजिलो छ त यो। 7 दुना 14 इन्टु 2 गरे माथि, बिचको 7ले यसलाई इन्टु 3 गर्दा 21, यो 9ले इन्टु 4 गर्दा यतापट्टिको 36। 7 दुना 14, बिचको 7 तिया 21, यो लास्टको 9, 9 चौको 36 मिलो। अब यसले पनि त्यही गर्नु पर्यो, यसले माथि गुणा गर्दा 2 गुणा गर्नु पर्यो, 9 दुना 18, बिचकोले यता छेउतिर भनेपछि 2 त्यहाँ छ, 3ले गुणा गर्यो, यसलाई 4ले गुणा गरेको थिएँ, अब 4 गरौँ, 6 चौको 24 मिलिहाल्यो। यो सोधेको प्रश्न हो यो त। अब
त्यही तरिकाले हेर्ने हो भने यसलाई चाहिँ 2 गुणा गरेको भनेपछि यसलाई 2 गुणा गर्नलाई 4 आउनु पर्यो पहिला। 4 दुना गरेको 8 हुन्छ। अगाडि 4 आएको अप्सन सबैमा छ। अब त्यसो भने अर्को जानुहोस्। अब यसलाई यता गुणा 3ले गुणा गरेर भन्नु पर्थ्यो भनेपछि 5 भयो भने 5 तिया 15 हुन्छ। दोस्रोमा 5 आउनु पर्यो। यो खमा मात्रै छ। एन्सर त आइहाल्यो। यता 4 ल्याउनु पर्यो नि। अब 4 हुनलाई 12 छ यहाँ, होइन? भनेपछि 3 चौको 12 हुन्छ। 453 हुन पर्यो। मिलाउनु भयो नि। यसले 2 गुणा गर्यो माथि, यसले 3 गुणा गर्यो यहाँ बिचमा बिचकोले, यसले 4 गुणा गर्यो यहाँ। त्यसो गरे पनि हुन्छ। त्यो डिभाइड गरेर गर्दा पनि भयो, केही भएन। होइन, तपाईँले भाग गरेर गर्नुहुन्छ भने नि गर्नु। 8लाई 2ले भाग गर्ने, 15लाई 3ले भाग गर्ने, 12लाई 4ले भाग गर्ने, होइन? त्यसरी जान पर्यो। अप्सन बी। अब अर्को जाउँ। नेपालमा सर्वप्रथम बजेट प्रस्तुत हुँदा नेपालका प्रधानमन्त्री, सजिलो प्रश्न छ। ल, टङ्कप्रसाद आचार्य पनि हान्नुभयो। कसलाई मानौँ? कठै कहाँबाट गलत हुनु अप्सन? अब नमिलेपछि गलत भन्न पाइएन, होइन? ल ल, कसले हो फेरि टङ्कप्रसाद पछाडि पढाउनु भनेको? योजनाबद्ध विकास सुरु हुँदा हो टङ्कप्रसाद आचार्य भनेको। कहाँ मैले पढाउनु? ल सुन्नी। सन् 1733मा बेलायतका तत्कालीन प्रधानमन्त्री माननीय रबर्ट बाल्फोरले विकास गरेको बजेटरी व्यवस्थालाई नेपालमा 2008 साल माघ 21 गते टङ्क देखाउने होइन, माथि टङ्क त 2013मा पछि। त्यो त योजनाबद्ध विकास सुरु हुँदाखेरि हो नि। माघ 21 तत्कालीन प्रधानमन्त्री रबर्ट के अरे हाम्रो यो मातृका प्रसाद कोइरालाका पालामा सुवर्ण शमशेरले 5.25 करोडको बजेट व्यवस्था गरे, बजेट प्रस्तुत गरेपछि नेपालमा बजेटरी व्यवस्थाको सूत्रपात भएको मानिन्छ, होइन? अहिले संविधानमा हेर्नुभयो भने धारा 100 के अरे 19मा सङ्घीय बजेट तपाईँले हरेक वर्षको जेठ 15 गते सङ्घीय संसदमा सङ्घीय अर्थमन्त्रीले नै यो सङ्घीय बजेट प्रस्तुत गर्न पर्ने भनेको छ। तपाईँले त्यो प्रदेशको बजेट हेर्नुहुन्छ भने असार 1 गतेभित्र, अनि स्थानीय तहको बजेट हेर्नुहुन्छ भने यो असार 10 गतेभित्र। यस्ता हप्ता परिसकेका हौँ नि त। ल, ए यसमा भने यो त मिस्टेक गरिहाल्यो कि साथीहरूले। टङ्क प्रसाद आले त योजनाबद्ध विकास हुँदा हो। मातृका प्रसाद कोइराला हुँदा पहिलोपल्ट बजेट प्रस्तुत भएको 2008मा त मातृका हो नि त, माघ 21 गते। त्यहाँ प्रश्नमा कहिले यता लाउँदा उता लायो होला नि, होइन? यता योजनाबद्ध विकास हुँदा हामी लेखेको हो नि त। नेपालमा योजनाबद्ध विकास हुँदा, योजनाबद्ध विकासको सुरुवात 2013 सालमा भन्नुहुन्छ नि। योजनाबद्ध विकास हुँदा हो सही आन्सर चाहिँ माथिको प्रसाद कोइराला। अब आफै नम्बर दिनु त हो नि, के छ र, होइन? ल ठिकै छ, एन्सर चाहिँ यो भयो है, मातृका प्रसाद। अब यो सुवर्ण शमशेरले प्रस्तुत गरेका थिए पहिलो यो बजेटको आकार चाहिँ। अब त्यो 5.25 करोड हेर्नुहुन्छ त्यति हो। हामीले पढिसकेका छौँ। अब 18 नम्बरमा जाउँ। अब यो त बिग्रिएन पक्कै पनि। यो त बिग्रिने चान्सै भएन नि, होइन? अब योसँग रिलेटेड भएको अरू कुरा जान्ने हो या त अब यहाँ ताल तलैया दिएको छ। अब सबैका हेर्नुहोस्।
अब बौला पोखरी तपाईँलाई गाह्रो भयो भने नारायण पोखरी त्यहीँ हो। कहाँ हो? नारायण दाई तारा खसेपछि कति पटक बौलाए भन्दा 5 पटक बहुलाए। एउटै यो कहाँ कहाँ हुन् भन्दा सिन्धुपाल्चोक, नारायण पोखरी, तारकसे पोखरी, 5 पोखरी, बौला पोखरी। अब सत्यवती ताल पाल्पा सुन के सत्यवती। सुके ताल, नन्दन ताल, कमला ताल, सत्यवती ताल पाल्पा। रुन्चे ताल, अब यो गोर्खा भइहाल्यो। अब गोर्खामा अरू जान्नुहुन्छ भने गोर्खामा के पर्छ भन्दा तँलाई गुरु भने नि हुन्छ होइन। गोर्खामा रुन्चे ताल, अथवा अरू जान्न मन लाग्यो एउटा नाग ताल छ। अब तपाईँले यसरी सम्झिनु सक्नु, नागले टोकेपछि काल आउँछ, काल ताल पनि छ। अर्को पशुमन ताल पनि छ, पशुमन दाई नरुनु होला। रुन्चे ताल, नाग ताल, काल ताल, पशुमन ताल सबै कहाँ भन्दा गोर्खाका तालहरू हुन् है। सबै सिन्धुपाल्चोकका माथि। तपाईँलाई यो पाल्पाको जान्न मन लाग्यो सुन के सत्यवती भने जाने। सुके ताल, नन्दन ताल, कमला ताल हो के भनेको मिलाउनु त हुन्छ। फेरि के दिन सारा जानु होला नि, के दिन सारा त मनाङ भयो। अनि सत्यवती ताल पाल्पा भयो। तपाईँलाई गोर्खामा अहिले पो रुन्छ ताल छ, कहिले यहाँ कसमान ताल सोध्यो भने क्या तपाईँले सिधा सिधा सोध्छ भने त्यहाँ तपाईँले त्यो नलेज होला भनेर धेरै बनायो। अब गोर्खामा नाग ताल, काल ताल, कसमान ताल, रुन्चे ताल। नागले टोकेपछि काल आउँछ, कसमान दाई नरुन होला, दिमागमा सेट भयो भने त बिर्सिनै बिर्सिने होइन। अब दामोदर कुण्ड आउँछ त, दामोदर कुण्ड आउँछ। अब नाम भाका रौजीको भनेर पढ्यो भने हुन्छ। यसरी जाने ल। अब मिलाउनु त दिएको 2 भएको अप्सन कहाँ छ भन्दा गमा मात्रै रहेछ क्या, उसले म्याच गरिहाल्यो। ओके, 19 नम्बरमा जाउँ। यो त अस्तिकै प्रश्न रिपिट भएको जस्तो लाग्यो होइन। झ्यालमा ऐना राख्ने चलन नरेन्द्र देवका पालामा, झ्यालमा बुट्टा राख्ने चलन चाहिँ रञ्जित मल्लको पालामा भएको हो भने। यो त बिग्रिन्न थाहा छ। ल ग पनि हान्नुभयो, घ पनि हान्नुभयो, अरू केही छ कि अरू ट्राई गरौँ न। अझै मिल्न नि सक्छ 2 चोटिमा। ल सी पनि भयो। ल क पनि आयो अब। यो त सजिलो भइहाल्यो नि, सिसा राख्ने रञ्जित मल्ल, बुट्टा हाल्ने रङ्गिन बुट्टा हाल्ने नरेन्द्र देव। यो त हामीले भनिसक्यौँ, इतिहास त पढियो। झ्यालमा सिसा हाल्ने रङ्गिन सिसा हाल्ने रञ्जित, बुट्टा राख्ने नरेन्द्र देव। अब यहाँ मिलाउँ, यो ऐना हाल्ने भनेको सिसा राख्ने रञ्जित मल्ल हुनु पऱ्यो, उल्टो भयो। बुट्टा हाल्ने नरेन्द्र देव रहेछ भने सबै उल्टो भयो, तल माथि भयो। अब ग नभए भयो भन्न पाइएन, एउटै भइहाल्यो नि। अब 20 नम्बरमा जानुहोस्। आइक्यू प्रश्न दिएको छ अगाडिका जो 2टा कन्डिसन हेर्ने यस्तै खालको हो भने धेरै छ नि भने 2टासम्म हेर्दा म्याच गर्छ, त्यहाँदेखि तल हेर्नु परेन अनि अन्तिममा जाँदा हुन्छ। अब यसको र यसको कन्डिसन पहिला थाहा पाउनुहोस्। यति मात्रले पुग्दैन, कम्ती धेरै दिएको छ भने 2टाको हेर्नु, अरू नहेरे भयो अनि अन्तिममा जाँदा हो। त सजिलो छ नि त होइन। ल, अब के गाह्रो भयो, यो 7 भयो, यो 8 भयो,
यो गुणन गर्दा कति 56 भयो। यो 3 जोड्नुहोस् त 59 भयो। यो पनि सोधिएको प्रश्न हो त्यसैले यहाँ राखेको। यो 3 इन्टु यो 9 प्लस 5, 9 27 5 32 यस्तरी हुँदो रहेछ। त्यसो भए त्यसलाई पनि अब 6 कति हुन्छ भने चाहिँ यो 6, यो पनि इन्टु 6 प्लस यो 6 गरेको रहेछ 42 यसरी भयो। यो सोधिएको प्रश्न हो। यस्तो पनि आउँदो रहेछ भनेर तपाईँले कन्सेप्ट चाहिँ बताउनु पर्यो। तपाईँले आइकीको प्याटर्न त पढ्नु होला नि, कतै गुणन गरेर राखेको हुन्छ, कतै भाग गरेर राखेको हुन्छ। ओके, यो जान्नु भएन। अब यो जस्तो यसलाई गर्नु पर्यो भने 5 7 35 प्लस 9 गर्दा 44 भएको क्या। यो 5 इन्टु 7 प्लस यो 9 यो गर्दा 44 त्यसरी आएको यो 44। अब यसलाई त्यस्तै तरिकाले गर्ने पऱ्यो के गर्नु पऱ्यो भन्दा 6 इन्टु यो बिचको 6 प्लस यताको 6 गर्दा 6 6 36मा 6 जोड्यो 42 भयो। बुझ्नुभयो? अगाडिका दुईटा डिजिट मल्टिप्लाई गर्यो, पछाडि गएर जोड्यो। 21 गलत भनाइ पहिचान गर्नुहोस्। विश्वमा जम्मा 31% भूभाग वन क्षेत्र ढाकेको छ। दोस्रो, नेपालमा झाडी र बुट्यान बाहेक वन क्षेत्र 45.31% रहेको छ। तेस्रो, भित्री मधेसका जिल्लाले नेपालको कुल भूभागको 8.5% भूभाग ओगट्छन्। र चौथो, नेपालमा सबभन्दा बढी उत्खनन भएको खनिज पदार्थ चुनढुङ्गा हो। यो त बिग्रेन होला नि, होइन? अब यदि यो झाडी र बुट्यान बाहेक नभनिदिएको भए जम्मा वन क्षेत्र हाम्रो 45.31% हो। त्यो मध्ये झाडी र बुट्यानले 3.62% भूभाग ओगट्छ। यो झाडी र बुट्यान घटाइदिनु पर्यो, यहाँ बाहेक भनेको झाडी र बुट्यान यति ओगटेछ भनेपछि यो बाहेक भन्यो भने झाडी र बुट्यान बाहेक यति 45.31बाट 3.62 घटाउँदाखेरि 41.96% देखि जान्छ। बुझ्नुभयो नि? जम्मा वन क्षेत्र 45.31% नेपालको। त्यो मध्ये झाडी र बुट्यान भन्यो भने 3.62%। झाडी र बुट्यान बाहेक भन्यो भने घटाउनु पर्यो। यसबाट यस घटाए पनि हुन्छ, नत्र 41.96% भनेर जानुहोस्। त्यसैले यो मिस्टेक भयो। हुन पर्थ्यो 41.96%। यो सही हुनलाई 41.96% भइदिएको भए सही एन्सर हुन्थ्यो, होइन? अब यो चाहिँ अरू त भन्न परेन होला। यो भित्री मधेसमा 7 जिल्ला पर्छन्, त्यहाँदेखि 3 जिल्लाहरूले 8.5% भूभाग ओगटेका छन्, होइन? अब विश्वको जम्मा भूभागमध्ये 31%, गत वर्षको तथ्याङ्क अनुसार 30.8% भनेको थियो। अहिले ठ्याक्कै 31% भनेर उल्लेख गरेका छ। 30.8 भनेको 2079-80को तथ्याङ्क अनुसार हो, 79 फागुनसम्मको तथ्याङ्क। अब यो अहिले हाम्रो सर्वेक्षण 2080-81को आर्थिक सर्वेक्षण पढ्ने हो हामीले। 2080 फागुनसम्मको डाटा दिन्छ यसले। 2080 फागुनसम्म हेर्दाखेरि विश्वको कुल भूभागमध्ये 31% भूभाग चाहिँ वन क्षेत्र ढाकेको छ विश्वमा। नेपालमा चाहिँ 45.31% भनेको अहिलेको हाम्रो सर्वेक्षण अनुसार हो। अब 22 मा जाउँ। दिगो विकासका लक्ष्यका 5 स्तम्भमा तलका मध्ये कुन पर्दैन? अस्ति पनि एउटा इक्जाम भर्खरै सोधेको प्रश्न हो यो। अलिकता कहिलेकाहीँ दिगो विकासका सोधिरहेको छ, कहिलेकाहीँ यताबाट सोध्छ। यो प्रश्न चाहिँ अलिकता महत्त्वपूर्ण जस्तै छ है, धेरैपल्ट दोहोऱ्याइरहेको छ। प्लानेट, पिपुल, पार्टिसिपेसन र पिस, यो त बिग्दैन, होइन? ल, दिगो विकासका 5 स्तम्भमा हामी मान्छे हौँ। एउटा पिपुल पर्छ, हामी प्लानेटमा बस्छौँ। एउटा पृथ्वी गऱ्यौँ, होइन? त्यसपछि अर्को हामी के चाहन्छौँ भन्दा पिस चाहन्छौँ, शान्ति चाहन्छौँ। अर्को
अर्को समृद्धि चाहन्छौँ। अर्को भनेको केबाट प्राप्त हुन्छ भन्दा पार्टनरसिप भएपछि प्राप्त हुन्छ। पार्टनरसिप यी पाँचवटा दिगो विकासका लक्ष्य 17वटा भए पनि त्यसका पिलरहरूमा यति पर्छन्। त्यसैले यति कुरा जान्नु। प्रसपर्टी, हामी मान्छे हौँ, पिपुल प्लानेटमा बस्छौँ, हामी पिस र परस्पर्टी शान्ति र समृद्धि चाहन्छौँ। त्यो पार्टनरसिपबाट प्राप्त हुन्छ भने यसै सम्झे पनि हुन्छ। अब यो पार्टिसिपेसन होइन। लक्ष्य 17वटा भए पनि ती लक्ष्यहरू 5 पिएसमा आधारित छन्। यो 5 पिएसमा के पर्दैन भन्दा यी कुरा पर्छन् भन्ने कुरा जान। ल 23 नम्बर, 2007 सालभन्दा पहिला चाहिँ नेपालसँग दौत्य सम्बन्ध कायम भएको चौथो राष्ट्र चाहिँ कुन हो? कसैले क पनि लेख्नुभयो, ग पनि लेख्नुभयो कि के छ? ल, सबैको एन्सर ग हो। ल, अप्सन ग फ्रान्स। BAIR 2007 साल प्रजातन्त्रभन्दा पहिला चाहिँ नेपालसँग दौत्य सम्बन्ध कायम भएका 4 राष्ट्र: बेलायत, अमेरिका, भारत र फ्रान्स। त्यसपछि चाइना हो। प्रजातन्त्रको पुनर्स्थापना पछि नेपालसँग दौत्य सम्बन्ध कायम भएको राष्ट्र हो। अब निमाविमा सोधेका प्रश्न यता। अब नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र भन्यो भने बेलायत। तपाईँले 1816 मार्च दिन भनेर सोहोर सन्धि उठाइरहेको हुन्छ, त्यो जान्ने। त्यसपछि भारतसँग अब 1947 त्यो जुन 13 जानिहाल्नुहुन्छ होइन, जुन 13मा तेस्रोमा राष्ट्र भयो। दोस्रो भनेको त्यो अप्रिल 25मा अमेरिकासँग। अनि चाइनाको त भन्नै परेन। त्यसभन्दा पछि 1955 अगस्त 1मा हो। भनेपछि यो फ्रान्ससँग चौथो राष्ट्र देख्नुको कर्मैसँग यो 1949 अप्रिल 20मा फ्रान्ससँग नेपालले दौत्य सम्बन्ध कायम गर्यो। भनेपछि अहिलेसम्म कति देशसँग दौत्य सम्बन्ध कायम गर्यो नेपालले? अहिलेसम्म जम्मा 183 देश होइन, 183 देश चाहिँ कुन हो नि? किरिबाटी है। अहिलेसम्म नेपालले 183 देशसँग दौत्य सम्बन्ध कायम गराएको छ, यो किरिबाटी हो। 182 देश टोगा हो। किरिबाटी, किरिबाटी भनेको अन्तर्राष्ट्रिय तिथिरेखामा पर्ने देश पनि हो नि होइन। किरिबाटी 2024 अप्रिल 17। अन्तिमका 5वटा भन्नुभएको छ, यसो गर्ने यो अप्रिल 17मा भइहाल्यो नि त। के अरे एकछिन ल, जुलाई 17मा पुग्यो। यो जुलाई 17मा हो। अब तपाईँले अन्तिमका 5 सोधिहाल्नु हो। यसलाई यसो गर्नु, नाकमा टोकी। कहाँ टोकी भन्दा नाकमा टोकी। यो त पढिसकिया छ होइन, नाकमा टोकी। 2024को जुलाई 17मा यो किरिबाटीसँग, यो त अन्तर्राष्ट्रिय तिथिरेखामा पर्ने देश पनि हो। अब नाकमा टोकी भने चाहिँ अब किरिबाटी 183 भयो। जुन 23 हो भन्नु छ, जुन 23 होइन, कहाँको जुन 23 हो? किरिबाटीको होइन नि। अब यो टोगा 182, अब मार्शल आइसल्यान्ड 181, अनि 180 क्यामरुन, अब यो नाउरु भनेको 179। अन्तिमका 5वटा अहिलेसम्म दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरूसँग 183 छ। 83 किरिबाटी जुलाई 17मा हो भन्ने कुरा जानौँ। 25 नम्बरमा जान्छ। अब सिरिज दिएको छ, अब अल्फाबेटमा तपाईँले कोडिङ गर्नु भने छिटो चाहिँ हुन्छ। अब मैले अस्ति इमेल ज्योति भने जस्तै तपाईँले सर्टकट जान्नुभयो भने, जस्तो यो ए भनेको 1 हो, यो बी भनेको 2 हो, यो सी भनेको 3 हो, यो 4 हो।
अब 5 त जानिए 5 भनेको यी हो। यी आउने अप्सन भनेको यो छैन भने यो पनि छैन, दुईवटा अप्सन सम्भावित छ होइन। अब दोस्रोमा जाने, अब घट्दो क्रममा गयो। अब पछाडिबाट आउँदा नि तपाईँहरू सजिलोको लागि त जस्तो यसको कन्डिसन हेर्नु है, यो भी एक भयो, डब्लु भयो। त्यसपछि अब यसै जाँदा पनि हुन्छ, ब्याक भएर जाँदा पनि भयो, घटाउँदै गए पनि भयो। यो 26 भयो जेठ भने, यो टी भनेको 20 हो भने यु भनेको 21। कति फरक भयो, 4 घट्यो। 21 5 25 5 घट्यो, यसरी घट्दा पनि गए पनि हुन्छ। त्यसरी अब यो 20को लाइन, अब यसलाई एक्स भनेको कति हो, 25 हो। अब यो 25 भने कति, -4 फरक, 5 फरक 4 फरक घट्दै गएको छ। अब यहाँ 3 हुन पर्यो। डब्लु भनेको टी भनेको 20 हो भने जान्नु भएको छ भने तपाईँले वाइ भनेको 25 जान्नु भएको थियो भने अब डब्लु भनेको 2 घटाउनु। अब 23, टी भनेको 20, अनि त्यसपछि यु भनेको 21 भइहाल्यो, भी भनेको 22, अनि त्यसको डब्लु 23 भयो। यसै जाँदा नि हुन्छ कि त्यो फरक कति, यसै घटाउँदै घटाउँदै गए पनि भयो। ल, यसो तरिकाले जान्छ। दोस्रोमा हेर्दा त्यसरी गर्दा हुन्छ। अब भी आउने पालो यसपछि, त्यहाँ आउँदा कति भन्दा अप्सन कमा भयो। अब पछाडि 26 भयो। अब यसलाई टी गर्नुहोस्, 20 6 घट्यो। त्यस तरिकाले जाँदा पनि हुन्छ होइन। एक्स भनेको 24 भयो। अब यहाँ 3 फरक भयो भने चाहिँ 3 फरक, अब 2 फरक गर्नुहोस्, 23मा 2 फरक गरे 21 भयो। यो आउँदा भी आउने, यसरी जानुहोस्। त्यसरी गर्दा पनि हुन्छ। पहिलो पहिलोको कन्डिसन हेर्दै जानु, त्यसरी दोस्रो त बिचको पनि हेर्दै गएको, त्यसरी जानुहोस्। ल, अब 25 नम्बरमा जाउँ। यो त भर्खर भर्खरै पढेको सजिलो पनि छ होइन। ल, प्रधान मध्य रेखाको पूर्व पश्चिम दिशातर्फ खिचेका ठाडा काल्पनिक रेखालाई देशान्तर रेखा भनिन्छ। 0 डिग्री देशान्तरलाई प्रधान मध्याह्न रेखा भनिन्छ। 180 डिग्री देशान्तर रेखालाई भूमध्य रेखा भनिन्छ। अनि देशान्तर रेखाहरू पूर्ण वृत्ताकार हुन्छन् तर लम्बाइ बराबर हुन्छ। सबको यही हो। ल, अब एक त ठिक भइ नै हाल्यो, हामीलाई के गलत छैनन् भनेको छ, त्यसरी सही पत्ता लगाउनु पर्ने हो। गलत छैनन् भन्नुको मतलब सही पत्ता लगाउनु पर्ने हो। त्यसैले अब सही कुन कुन हुन्छ भन्दा देशान्तर रेखाहरू पूर्ण वृत्ताकार हुन्छन् भनेको छ, यो गलत भइहाल्यो। हामीलाई सही पत्ता लगाउनु पर्ने छ। 180 डिग्री देशान्तर रेखालाई भूमध्य रेखा भनिन्छ भनेको छ हाम्रो प्रधान मध्याह्न रेखा हो। फेरि यो 180 डिग्री देशान्तर रेखा भनेको अन्तर्राष्ट्रिय तिथि रेखा होइन, यो पनि गलत भयो। 0 डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ, यो चाहिँ सही हो भने चाहिँ 1 र 2 सही रहेछ। अप्सन ए को भयो होइन। यो त बिग्रिने कुरै भएन। गलत छैनन् भन्नुको मतलब यहाँ सही हुन् भनेको हो। अब लास्ट, यो टिकटक, अब दुईवटा बाँकी छ। अब नेपालमा टिकटक आधिकारिक रूपमा सामाजिक सञ्जालमा दर्ता कहिले भएको हो? अब बन्द भएको त जान्नु भएकै थियो। खोलिएको चाहिँ कहिले? कहिले अब यो बन्द भएको त वर्तमान के अरे हाम्रो वर्तमान सरकारको पालामा 2080 कार्तिक 27, यो त नेपाल सम्बन्ध उल्लेख गर्ने भनेको डेट सम्झे भयो। यो बन्द गर्यो, खोल्ने निर्णय गरेको कहिले खोलेको लेख्न सक्नुहुन्छ? खोलेको चाहिँ हो 81 भाद्र 6 गते।
यो खुल्ला गर्दा नेपालका प्रधानमन्त्री हेपी शर्मा ओली। अब दुईटा कुरा ल्याउनु भयो। 2080 कार्तिक 27 गते बन्द गर्ने निर्देश, त्यति बेला प्रधानमन्त्री प्रचण्ड। भाद्र 6 गते चाहिँ खुल्ला गर्ने निर्णय गर्यो 81 को, त्यति बेला प्रधानमन्त्री केपी शर्मा ओली। अब दर्ता भएको चाहिँ कहिले भन्दा कार्तिकको 20 गते। ल अब अगाडि बढौँ। 27, एउटा वस्तुको क्रय मूल्य विक्रय मूल्यभन्दा 20% कम छ भने नाफा प्रतिशत कति होला? र ट्राई गर्नुहोस्। सबको मिल्यो? ल क पनि भन्नुभएको छ। अब यहाँ क्रय मूल्य विक्रय मूल्यभन्दा 20% कम छ। अब एउटा क्रय मूल्य मान्न पर्यो, क्रय मूल्य। अर्को विक्रय मूल्य। अब 100 मान्दा नि भयो, 1000 मान्दा नि भयो, कुराकानी 100 मान्दा सजिलो होला नि। क्रय मूल्य विक्रय मूल्यभन्दा 20% कम छ। अब तपाईँले विक्रय मूल्य 100 मान्नुभयो भने क्रय मूल्य 20% कम छ भनेपछि 80 भयो। त्यसरी गर्दा पनि भयो नि। अब यहाँ क्रय मूल्य विक्रय मूल्यभन्दा 20% कम छ। यदि विक्रय मूल्यलाई 100 मान्ने हो भने यसको 20% कम हुनु भनेको क्रय मूल्य 80 हुनु हो। यो त मिलिहाल्छ होइन? अब भने नाफा पर्सेन्ट निकाल्नु। अब नाफा निकाल्दाखेरि क्रय मूल्य पनि आयो विक्रय मूल्य पनि आयो भने त नाफा निकालिहालिन्छ। किनेको मूल्यभन्दा बेचेको मूल्य बढी हुँदा नाफा हुन्छ। त्यसो भए दुईटाको फरक कति नाफा पायो भन्दा नाफा बाइस कर्म इन्टु 100% गर्नुहुन्छ। नाफा भनेको 80मा किन्यो, 100मा बेच्यो भन्दा 20 नाफा गर्यो। क्रय मूल्य तल राखिन्छ 80 इन्टु 100, 20 चौको 80, 4 25 हामी 100, 25%। कथा भयो कि बुझ्नु भएन? यो यति बनाउन सक्ने त हो यहाँ भनेको अनुसार। अब तपाईँले 100 मान्दा पनि भयो, 1000 मान्दा पनि हुन्छ हुन चाहिँ। त्यहाँ 800 आउनु त हो या 1000 को ठाउँमा, केही छैन। किनेको मूल्य विक्रय मूल्यभन्दा 20% कम छ भन्नुको मतलब तपाईँले अब पहिला बेचेको मूल्य 100 गर्नुभयो भने 20% कम गर्दा किनेको मूल्य आउँछ होइन? भनेपछि अब 80मा किनेछ, 100मा बेच। यति बनाउन जान्ने त अर्थ तपाईँ जानिसके विषय त नि त। अब नाफा निकाल्दाखेरि कर्म के नाफा बाई कर्म इन्टु 100% गरे त हो। त्यो त सूत्र नलेखा मात्र त हो। किनेको मूल्य अब नाफा भनेको 80मा किन्यो, 100मा बेच्यो, 20 नाफा। किनेको मूल्य 80 अनि त्यसपछि 100% भइ नै हाल्यो। अब लास्ट, महेन्द्र राजमार्गले नछुनी तराईको जिल्ला। अब यो सिपीलाई 100 मान्दा मान्नु न, केही छैन। अब सिपीलाई 100 मान्दाखेरि उता 120 हुने भयो एसपी। त्यो गर्दा पनि हुन्छ। कुराकानी एउटै त हो। अब फरक कति? 20। किनेको मूल्य कति? 100। भन्दामा फरक पर्छ। ल महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला त भन्नै परेन होला है। महेन्द्र राजमार्गलाई पूर्व पश्चिम राजमार्ग पनि भन्ने चलन छ। अहिले 1028 किलोमिटर छ यसको निर्माण सम्पन्न भएको। सबभन्दा लामो राजमार्ग पनि यही हो, महेन्द्र राजमार्ग। यसलाई पूर्व पश्चिम राजमार्ग पनि भन्ने गर्छन्। यसले जम्मा कतिवटा जिल्ला छुन्छ भन्दाखेरि 22वटा जिल्ला छुन्छ। महेन्द्र राजमार्गले नेपालका 77 जिल्लामध्ये 22 जिल्ला छुन्छ। ती 22वटा जिल्लामध्ये 20वटा तराईका जिल्ला र 2टा पहाडका जिल्ला छुन्छ। ती तराईको जिल्ला 20वटा, अहिले तराईको जिल्ला त 21वटा जिल्ला हुन्। 21 जिल्लामध्ये पर्सालाई छुँदैन भने पहाडका 35 जिल्लामध्ये 2टा जिल्लालाई टच गर्छ। 2टा जिल्ला भनेको अर्घाखाँची र मकवानपुर होइन?
1028, 1028 किलोमिटर। पूर्व पश्चिम राजमार्ग पनि भनिन्छ। यसले कति जिल्ला भन्दा 22 जिल्ला छन्। 22 जिल्ला मध्ये तराईका 20 र पहाडका 2, जम्मा 21 जिल्ला हुन्। तराईका नछुने चाहिँ पर्सा, बल्ल 21 जिल्ला भए। अनि पहाडका 2टा जिल्ला, 33वटा जिल्लाले छुँदैन। 35 जिल्ला हुन् अहिले भनेपछि 2टा अर्घाखाँची र मकवानपुर ल म भनेर सम्झे पनि भयो होइन। ल, अरू सबैलाई सुन्छ, पर्सा बाहेक तराईका सबै जिल्ला टच गर्छ। प्रदेशमा हेर्ने भने कर्णाली प्रदेशका छुन्न, त्यति हो। निर्माण सम्पन्न भएका भने सबभन्दा लामो यही हो। अरू त बन्ने क्रममा छन्। त्यो लोकमार्ग फरक हो, कम छुने बाहेक। ल, अब यति गरौँ। बाँकी हामी भोलि नियमित 6 बजे भेट हुन्छ है। आजलाई यति गरौँ। अब तराईका जिल्ला पर्ने बित्तिकै उतै गइहाल्यो। ल, सबैलाई धन्यवाद।